सम्पूर्ण भक्त भागवतजनहरूमा म वृन्दावन खतिवडा विवेक उपाध्यायको तर्फबाट राधे राधे, हर हर महादेव। म आज फेरि हिजोको जस्तै आज पनि म स्वस्थानी महारानीको व्रत कथालाई लिएर आएको छु। आज द्वितीय अध्यायलाई हामी श्रवण गर्नेछौँ। सबैमा धेरै धेरै धन्यवाद। हजुरहरूले भिडियो हेरिदिनु भयो, श्रवण गर्नुभयो कथा, म हजुरहरूको आभारी छु। र आज पनि म स्वस्थानी माको व्रत कथालाई अगाडि बढाउन गइरहेको छु। हजुरहरू सबैमा मेरो राधे राधे, हर हर महादेवको न्यानो अभिवादन। ल म पनि अब अगाडि बढ्दै माँ भगवतीको संस्कृतमा जुन स्तुति छ, पहिलो गर्ने स्तुति, त्यो स्तुतिको तर्फ बढिरहेको छु। जय जय श्री राधे श्याम। ओम स्वस्थानी देव्ये नमो नमः, स्वस्थानी परमेश्वर्यै नमो नमः, स्वस्थानी महारानी को जय। सबैको कल्याण हो, सबैको जय हो। र सबै भक्त भागवतजनहरू हातमा पुष्प लिएर, अक्षताहरू लिएर माँ स्वस्थानी परमेश्वरीको स्तुतिलाई हामी श्रवण गर्नेछौँ। ओम हरि ओम महा यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति देव्यैस्तवैर् वैदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यशान्तं न विदुः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपो शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पंगुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। सबै भक्त भागवतजनहरूले अक्षता पुष्प जे पनि हातमा लिनुभएको छ, माँ स्वस्थानीको पुस्तकमा दिव्य स्वस्थानी मामा अर्पण गरेर कथालाई श्रवण गर्नुहोस्। ओम नमो भगवते वासुदेवाय। श्री स्वस्थानी परमेश्वरी देव्यै नमो नमः। अथ द्वितीयो अध्यायः। हे मुने, अघि यो संसार जलमय छदा विष्णु भगवानका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै हुनुहुन्थ्यो। त्यही अवसरमा विष्णु भगवानको काजे गुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुई वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगे। कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखेर उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस् भनेर उनले ब्रह्माको कष्ट बुझी विष्णु भगवानलाई जागा गराइदिन्। भगवान जागा भएर हेर्दा ती मधुकैटभलाई देखि तत्कालै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो, तर हार जित हुन सकेन। अनि विष्णुले हे दानवो, तिमीहरू पराक्रमी रहेछौ, म प्रसन्न भए। इच्छा भएको वर माग भन्दा अहंकारी मधुकैटभले भने, हे विष्णु, यस युद्धमा हाम्रो जित भयो, तिमी हार्नेले के दिन सक्छौ? बरु तिमीलाई इच्छा लागेको वर हामीसँग माग। दैत्यहरूको त्यस्तो अभिमानपूर्ण कुरा सुनि विष्णुले भन्नुभयो, पहिले वाचा गर, अनि म वर माग्दछु। अनि दानवले तिमीले जे मागे पनि अवश्य दिनेछौ भन्ने वाचा गरेपछि विष्णु भगवानले अरू वर के मागौँ? तिमी दुवैलाई म मार्दछु। मेरा हातबाट
मर भनेको सुने मधुकैटवले भने, हे विष्णु तिमी छलिरहेछौ, कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामी दिन्छौँ। अब के गर्ने भनी विचार गर्दा सारा संसार जलमय देखी भने, हे विष्णु हामीलाई जल नभएको स्थानमा मार। दैत्यका त्यस्ता कुरा सुनि विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवैलाई मार्नुभयो। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैं समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माले संसार सृष्टि गर्न पनि पहिले 14 भुवन सृष्टि गरे। कुन कुन भने भूर्लोक, भूर्लोक, स्वरलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक, यी माथिका र अतल वितल, सुतल, तलातल, महातल र अतल पाताल, यति तलका जम्मा 14 भुवन र द्वीप सृष्टि गर्नुभयो। कुन कुन भने जम्बूद्वीप, लक्षद्वीप, साल्मली, पुष्करद्वीप, त्यसपछि 7 समुद्र सृष्टि गर्नुभयो। क्षारोद, सुरोद, इक्षुसोद, समुद्र घृतोद, समुद्र दधिमण्डोद, समुद्र क्षीरोद, समुद्र शुद्धोद, समुद्र जम्बूद्वीप, क्षारोद समुद्रले वेष्टित छ, त्यहाँ अग्निन्द्र राजा राज्य गर्दछन्। लक्षद्वीप, इक्षुरसोद समुद्रले वेष्टित छन्, त्यहाँ इद्मजिह्व राजा राज्य गर्दछन्। साल्मली द्वीप, सुरोद समुद्रले वेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन्। कुशद्वीप, घृतोद समुद्रले वेष्टित छ, त्यहाँ हिरण्यरेता राजा छन्। क्रौञ्च द्वीप, क्षीरोद समुद्रले वेरिएको छ, त्यहाँ घृतपृष्ठ राजा छन्। शाक द्वीप, दधिमण्डोद समुद्रले वेरिएको छ, त्यहाँ मेधातिथि राजा राज्य गर्दछन्। पुष्कर द्वीप, शुद्धोद समुद्रले वेष्टित छ, त्यहाँ वितिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार 4 लाख कोश छ, यसको आकार कमलगट्टा जस्तै छ, यसमा 9,9 हजार योजनका 9 खण्ड छन्। यस प्रकार सृष्टि गरिसके कि 8 पर्वत सृष्टि गरे। कुन कुन भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलास पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रान्तक पर्वत, चन्द्रकूट पर्वत। त्यसपछि प्राणी सृष्टि गरौँ भनेर महादेवको तपस्या गर्न लागे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर, ब्रह्मन तिम्रो तपस्याले म प्रसन्न भए, वर माग भन्ने आज्ञा भएको सुनि ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति गर्न लाग्नुभयो। हे ईश्वर, आफूले अनेक ब्रह्माण्डका रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। एक मूर्तिबाट 3 मूर्ति ब्रह्मा विष्णु शिव भइरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। ईश्वर, हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु। हजुरको कृपाले द्वीप, समुद्र, पर्वत सृष्टि गरी अब प्राणी सृष्टि गर्न सकूँ, यही वर दिनुहोस् भनी बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा गर्नुहुन्छ। हे ब्रह्मन, तिमी प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। अनि ब्रह्माले महादेवलाई दण्डवत गरी प्रणाम। प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा गए। पहिले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक र अरू अनेक लोक सृष्टि गरे। तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थावर जङ्गम सृष्टि गरे। अनि प्राणी सृष्टि गर्ने इच्छा भयो र मनले चिताउन साथ कश्यप प्रवृत्ति 100 ऋषि सृष्टि भए। त्यति सुनेर अगस्त्य मुनिले सोधे, हे कुमारजी, हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बराबर पिउन माग्दैछ। अब देव, दानव, पशु, पक्षी, मनुष्य कसरी सृष्टि भए त्यो सुन्ने इच्छा छ। मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुनि, कश्यप ऋषिका अदिति, दिति, एदनु, कारा, घोरा, सिंहिका, क्रोधा, प्राणा, बलिष्ठा, विनिता, कपिला, कद्रु, मनु यस्ता स्त्रीहरू थिए। अतः दितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र, सूर्य आदि 33 कोटि देवताहरू जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कारा, घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिमिकाको गर्भबाट राहु जन्म्यो। प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी 4 थरी मनुष्य जन्मे।
बलिष्ठ र बिन्ताका गर्भबाट अरुणा गरुड सम्पाति मयूर कोकिल चखेवा जीवन जीव मुनिया धोबिनी राजहंस आदि पक्षीहरू जन्मे। कपिलाका गर्भबाट कामधेनु सिंह शार्दूल बाघ हात्ती घोडा मृग जरायो गैडा खरायो आदि पशुहरू जन्मे। कद्रुका गर्भबाट शेषनाग अनन्तनाग पद्मनाग वासुकी नाग कुलिका नाग कर्कोट नाग तक्षक नाग शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता ऋषि यक्ष गन्धर्व किन्नर अप्सरा नाग मनुष्य पशु पक्षीहरू सृष्टि भएको देखि ब्रह्माले तिनीहरूलाई खाने आहार धान जौ तिल आदि अनेक तरहका अन्न र फलमूल सृष्टि गरे। हे मुने, यो मैले अत्यन्त संक्षेपमा भने, अरू पुराणबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाए, अब के सुन्ने इच्छा छ भन भन्दा अगस्त्य मुनि भन्दछन्, हे कुमार, कुन कुन भुवनमा कुन कुन देवता छन् र दिक्पाल कसरी भए, यो सुन्ने इच्छा छ। त्यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुने, कैलाश भुवनमा महादेव हुनुहुन्छ, वैकुण्ठ भुवनमा विष्णु भगवान छन्, त्यस सत्य भुवनमा ब्रह्मा हुनुहुन्छ, उमा भुवनमा पार्वती हुनुहुन्छ, स्कन्द भुवनमा म छु, धूम्र भुवनमा धूम्र ऋषि छन्, नैऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनका कुरा कहे, अब दिक्पाल भएका कुरा भन्दछु। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भई, हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भए भनी वरदान दिए। अमरावतीको अधिपति र पूर्व दिशाको दिक्पाल बनाई पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकोणको दिक्पाल बनाई शुद्धावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई यम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भए नैऋति नाम राखी नैऋत्य कोणको दिक्पाल र कृष्णावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। 49 वायुले त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भन्दा ती वायुले, हामी 49 जना एक हुन सकौं र हामीलाई कोही नदेखन्, केवल शब्द मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनी माग्दा महादेवले तथास्तु भनी वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुनि, यति दिक्पाल भएको कुरा कहे, अब के सुन्न इच्छा छ भन। कुमारको यस्तो वचन सुनि अगस्त्य मुनि भन्नुहुन्छ, हे महादेव र सती देवीको विवाह भएको र सती देवी मर्दा उत्पात भएको। फेरि सती देवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको मृत्यु भयो, यो सबै विस्तारले आज्ञा होस्। मुनिको इच्छा जानी प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नुहुन्छ। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि व्रत कथायां दिक्पाल वर्णनामः द्वितीयोत्सवः। र सबै भक्त भागवतजनहरूमा मैले आज द्वितीय दिवसको दिव्य स्वस्तानी माको दिव्य कथालाई श्रवण गराएँ र अनेकौं पुस्तकको प्रकाशनहरू छन् र हरेक पुस्तकमा अलग अलग तरिकाले कथा बताइएको छ। कुनै कथा संक्षेपमा छ, कुनै कथा विस्तृतमा छ र कुनै अध्यायबद्ध, कुनै अध्यायमा अलिक धेरै छ, कुनै अध्यायमा अलिक छोटो गरी हरेक पुस्तकमा प्रकाशनहरूद्वारा बनाइएको छ र सबै पुस्तकहरूमा अलग अलग हुन सक्छ। हजुरहरूले त्यो मनमा संशय नलिनुहोला। र स्वस्तानी माको कथा व्रत कथा भनेको अति पुण्यदायी हुन्छ, हरेक मनोकामनालाई पूर्ण गर्ने हुन्छ। र आज हामीले दोस्रो दिवसको कथालाई पनि श्रवण गऱ्यौँ र अब हामी अन्तिमको जुन प्रार्थना हुन्छ, स्तुति हुन्छ, त्यो स्तुति गर्न गइरहेका छौँ। हजुरहरू सबैले हातमा पुष्प अक्षता लिएर ध्यान गर्नुहोला, प्रार्थना गर्नुहोला। उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवन निलिन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी
देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां सतां तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंगा या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवे सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रतिक्रियते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् नारायणायेति समर्पयेत्। सबैले आफ्नो हातमा भएको पुष्पाञ्जली माँ स्वस्थानी माँको पुस्तकमा अर्पण गरिदिनु होला। प्रेम से बोलिए स्वस्थानी महारानी को जय, शिव शंकर भगवान को जय, माता पार्वती को जय। सम्पूर्ण भक्त भागवत जनहरूमा वृन्दावन खतिवडा विवेक उपाध्यायको तर्फबाट राधे राधे, हर हर महादेव। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हजुरहरूले भिडियोको मार्फतबाट श्रवण गर्नु गइराख्नु भएको छ श्री स्वस्थानी व्रत कथा। आज दोस्रो दिन हामीले यहाँ सम्पन्न गर्यौं र देशमा बस्नुहुने विदेशमा बस्नुहुने सबै भक्त भागवत जनहरूमा मेरो तर्फबाट राधे राधे। हजुरहरूले यो भिडियो हेर्न सक्नुहुन्छ वृन्दावन खतिवडा नामको फेसबुक पेजमा र युट्युबमा पनि गएर हजुरहरूले हेर्न सक्नुहुन्छ यो भिडियोलाई र श्रवण गर्न सक्नुहुन्छ। माँ स्वस्थानीको यस्तो दिव्य कथालाई श्रवण गरेर अनेकौं पुण्य प्राप्त हुन्छ, अनेकौं इच्छाहरू प्राप्त हुन्छन्। हरेक इच्छाहरू सद इच्छा राम्रो इच्छाहरू पूर्ण हुन्छन् र माँ भगवतीले सबैको कल्याण गर्नुहोस्, सबैको रक्षा गर्नुहोस्, सबैको मङ्गल गर्नुहोस्, सबैलाई पुण्य प्राप्त होस्, सबैको मनोकामना पूर्ण होस् भन्दै म आजको यस भिडियोलाई यही समापन गरेँ, यस कथालाई यही विश्राम गरेँ। जय जय श्री राधे श्याम।